हेलो हामी चाहिँ आज जाँदैछौँ टिचर हेलो गर्नु म्याडम अलि मुन्टो देखा भए त हुन्थ्यो नि यस्तो हाम्रो इन्डिया छ दुईटा ब्याग बोकेको छु मैले चाहिँ वासरुम आज चाहिँ हामी जाँदैछौँ सर हेरौँ के हुन्छ हेलो भन्नु न हेलो हेलो नमस्कार वेलकम आवर ब्लग आशीर्वाद जाऊ 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 ब्लग आउनु गाडी गाडी हेलो हाय भाइदिन्छ है हेलो सानो मान्छे के छ आज कस्तो लागिरहेछ त रमाइलो लागिरहेछ हामी कहाँ जानु लागेको कुन मन्दिर नाम चाहिँ थाहा छैन ए ल रमाइलो गर्नुपर्छ है हेलो हेलो जय शम्भु तिमीहरू छुट्यो अब यता छिटो आऊ जय शंकर भोला हाम्रो यहाँ बहिनीहरू चाहिँ भाइ ताने कता होला दुई सरको ताने हाम्रो यहाँ फेरि माता श्रीहरू चाहिँ यता हुनुहुन्छ हेलो जय शम्भु हर हर महादेव हेलो हेलो ल है हेलो हेलो जय शम्भु हर हर महादेव बान्दाहरु परेछ भने बेन हेलो हेलो गाइस सुसना हेलो भन्देऊ सुसना हेलो हेलो भन्देऊ त हेलो भन्नु के त भिडियोमा ल है हामी आज थुप्रेश्वर महादेव दर्शन यात्रामा लाग्यौँ है त छल्को आउँछ हे माया नै यो बाटो छल्को आउँछ हे माया नै यो बाटो मेरो यहाँ होइन टोलमा मेरो हुँदो बोलिदिने कोही छन् कि मेरो हे माया होइन टोलमा मेरो हुँदो बोल्दिने कोही छैन मेरो हुँदो बोलिने कोही छैन यो टोलमा दिदी भाइको कम्बिनेसन यो त एकैचोटि घुमाउन त घुमाउनु सबै छिटो घुमाउनु हेर हल्का फोटोका लागि एउटा क्यासा हानौँ है आमा सन्दीप आमा हजुर आज चाहिँ शनिबार भएर एकदमै भिड छ यहाँ चाहिँ हामी चाहिँ दुप्चे सन्त दर्शन गरिसक्यौँ अब चाहिँ जाँदैछौँ हामी गाडीमा त्यहाँ त्यो उता छिर्नु पाएन
कस्तो रमाइलो भयो, शान्ति आयो मनमा। माथि माथि चाहिँ हामीले खिचेनौँ किनकि दिनुहुन्न होला जस्तो त लागेको थियो, तर दिनु हुँदो रहेछ। तर बिचमा चाहिँ भ्याएनौँ किनकि पूजामा थियौँ। एकदिन त एक दत्तले खिच्नु के अरे पूजा गर्नु पऱ्यो नि त आइसकेपछि। र हाम्रो चाहिँ पूजा सकियो। यहाँनिर यस्ता हस् हस्